हेलो गाइस, आज मेरो आमाको बर्थडे। ह्यापी बर्थडे आमा। यहाँ आमालाई केक काट्दिन लाको। अब भन्छ ओए लो 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 आमा उ गर केक काट। ए माथि माथि हेरै। ह्यापी बर्थडे टु यु, ह्यापी बर्थडे टु यु। काट काट भिडियो गरे नि ह्यापी बर्थडे ल खै ल भिडियो गर्दा ओ टिका सिका छैन। अब यही त होला नि। धेरै त भयो, खोप लाग्छ। ल ह्यापी बर्थडे आमा। अलि धेरै गम्म खाइदिनु न। खोकी लाग्छ क्या फेरि। उही केक त गनाइ क्या हो। ल आउनु बेना। ल खुवाइदिएको छ नि तैँले। लाउनु त ठुलो मान्छेले होला नि। किन उ गरेको र? लाउनु ल ल ल कसम कसम यो कार्टुन काटम त बाबु चक्कुले उठो यताको सानो ल ल ल थोरै थोरै खुवाइदो धेरै नखाइदे के धेरै नखुवाइदियो फेरि खोकी लाग्छ क्या त्यही भएर। ल ल ल ल सुभाष चक्कुले त चक्कुले थोरै खुवाइदे सुभाष के तैँले छेकिस। टिका त लाइदिनु पर्यो नि। ह्यापी बर्थडे टु यु। ल बेना आउनु। धेरै नदलिदियो क्या आमाको। पर्दैन म त ल ल ल ल ल कसम। ओए होए यो त बोलेकै उ गरेन अघि त। कतिसित क्यान्डल पनि भएन। थोरै बेर बोलेको यो त यार। ओके क्यान्डल हुनु पर्ने, क्यान्डल नलिएर कस्तो आदो आदो आयो। हेलो गाइस, आमाको बर्थडे। आज हामी बर्थडे मनाउँदै। यता मेरो छोरो यता मेरो भदै त उता गयो सर्नुहुन्छ। यता हाम्रो भेना हुनुहुन्छ। के बनाउनु भएको? अलिकति अलिकति केक दिने हेर्दैन माथितिर ए कता मासतिर? यसमा दिने भाडामा दिने होइन। हुन त बाउ छोरा मात्रै बसेको कोठामा भाडा त छैन हो। सबै उता लछ। ल आमा खै अरूले त के भन्दै विश दिन्छ, आफूलाई त विश दिन पनि आउँदैन। धेरैसम्म बाँच्नु, 100 वर्षसम्म होइन। अनि अरू त के भन्छ आउँदैन। धेरै बाँच्नु। ल कार्टुनमा फोटो त होइन ल मान्छे हजुर। स्माइल भनेको बुझे पो आमाले। हाँस्नु भन्न न। खिसिक्क मुसुक्क मुसुक्क हाँस्छिन्। लौ हेर यता फेरि केक चाटेको। लौ हेर लौ हेर। छोरो रै बर्थडे चाहिँ ह्यान्डसम छ।